बालेन सरकार किन भन्ने कुरा चाहिँ किन अदेखा गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँलाई नै पत्रकार साथीहरूले सोध्दा ठिक होला जस्तो लाग्छ। तपाईँको विश्लेषण के तर छ? मेरो आफ्नो विश्लेषणमा उहाँले दुःख पीडा र जनताको मर्ममा उहाँ कहिले पनि डुब्नु भएन। त्यो नडुब्दै एउटा गीतले उहाँले चाहिँ चर्चामा आउनुभयो। अनि उहाँ एउटा कलाकार पनि हो। त्यो कलाकारिताका भरमा उहाँ स्टनबाजीका रूपमा देशको हावामा हल्लामा प्रधानमन्त्री बनिहाल्नुभयो। र त्यो हल्लामा बनेका प्रधानमन्त्रीले जनताको कुरा चाहिँ नबुझ्दा रहेछ। जनताको कुरा त जनतासँगै हिजोदेखि चाहिँ काम गर्दै आएका उनीहरूको पीडामाथि चाहिँ मलमपट्टि लगाउँदै आएकाले मात्रै बुझ्छन्। त्यसो भएकाले बालेन शाह बुझ्ने क्रममा हुनुहुन्छ होला, त्यो शुभकामना छ। छिटोभन्दा छिटो बुझ्नुपर्छ भन्ने पनि हाम्रो सुझाव छ। तर अहिले किन चाहिँ उहाँ चाहिँ यी चाहिँ सुकुम्बासीहरूको, यी चाहिँ दलितहरूको, यी चाहिँ आदिवासी जनजातिहरूको पहिचानका कुरा चाहिँ हिजो चाहिँ लामो समयदेखि भारी बोकेर चाहिँ परिश्रम गर्दै गरेका आर्य खसालका कुरा किन चाहिँ सुनिराखेको छैनन् त भन्दाखेरि उनी चाहिँ वास्तवमै चाहिँ जनताको पीडाबाट उनी आएका होइनन्। जनताको मनोभावनामा पसेर चाहिँ साँच्चै नै उनको चाहिँ भित्र चाहिँ सहयोग गर्नुपर्छ भन्ने भावले आएका होइनन्। उनी चाहिँ स्टनबाजीमा आएका भएको हुनाले चाहिँ तत्काल चाहिँ यो अवस्था चाहिँ उहाँले नबुझ्नु भएको हो। किनकि आज चाहिँ 63 दिनदेखि चाहिँ माइती घर मण्डलामा जातीय विभेदबाट चाहिँ काठमाडौँ लगायतका सहरहरूमा चाहिँ उहाँले चाहिँ के अरे चाहिँ त्यो घर भाडा दिएन भनेर आन्दोलन गरिरहेछन्। यहाँ थुप्रै आमाहरू, थुप्रै चाहिँ छोरीचेलीहरू बलात्कृत छन्। उनीहरू चाहिँ न्याय पाऊँ भनेर उनीहरू चाहिँ न्याय मागिरहेका छन्। त्यो अदेखा गर्नु चाहिँ साँच्चै नै जनताको मनोभावना र जनताको पीडासँग नखेलेको, नबुझेको कारण बालेन शाहले तत्काल सम्बोधन गर्न नसक्नु भएको। तर सुन्नुपर्छ, तत्काल सम्बोधन गर्नुपर्छ भनेर हामी निरन्तर माइती घर मण्डल। जसरी अब प्रधानमन्त्री बालेन्द्र शाह धेरै बोल्नुहुन्न होइन, बोले पनि विवादमा आउनुहुन्छ। उहाँ धेरै नबोल्नुको कारण चाहिँ के हुनसक्छ? एउटा नजानेर, मैले भन्दैछु नजानेर हो कि नबुझेर अथवा जनताको भावनालाई नबुझेर, देशको मर्मसँग चाहिँ मर्मलाई नबुझेर, देशको मर्मप्रति चाहिँ उहाँको कुनै चासो भएन। किनभने मैले अघि नै भने उहाँ चाहिँ देश माटोसँग उहाँको कुनै कतैबाट दबाब त छैन उहाँलाई नबोल्नु भन्ने? होइन, कुनै होइन। उहाँ माटोसँग उहाँ चाहिँ भिज्नु भएको छैन। होइन भने देशको प्रधानमन्त्री जस्तो मान्छेले अर्काको देशलाई तिम्रो देशको जग्गा हामीले पनि मिचेका छौँ भनेर त्यो खालको चाहिँ अभिव्यक्ति दिनु भने चाहिँ देशको मर्मसँग नबुझेको। र यहाँका सुकुम्बासीहरू, यहाँका चाहिँ गरिबहरू, यहाँका किसानहरू चाहिँ आन्दोलनमा किन छन् त? उनीहरूको आवाज किन सुनिँदैन त भन्दाखेरि बिचरा उहाँलाई त थाहै छैन त। काठमाडौँको एउटा चाहिँ गल्लीमा बसेर गीत गाउँदै गरेको, ऱ्याप गाउँदै गरेको मान्छेले एकैचोटि प्रधानमन्त्रीको कुर्सी पाएपछि त उहाँलाई के गर्नु भएर त्यो चाहिँ आत्तिनु भयो क्या। उहाँ त्यो बाँदरलाई नरिवल पायो भने के गर्छ? बाँदर घाटमा नरिवल जस्तै भएको हो प्रधानमन्त्री बालेन्द्र शाहलाई। यो देश चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहलाई बाँदरको हातमा नरिवल भने जस्तै भएको होइन। भने देशको प्रधानमन्त्री यत्रो चाहिँ जनताले चुने। आज गरिबहरू, आज सुकुम्बासीहरू, आज भूमिहीनहरूमाथि अत्याचार जबरजस्त सेना प्रहरी लगाएर, डोजर लगाएर चाहिँ 50 वर्षदेखि बस्दै आएका सुकुम्बासीहरूको घर भत्काइदिएको छ। यहाँ छोरीचेलीहरू चाहिँ बलात्कृत भयौँ भनेर चाहिँ कति महिनादेखि चाहिँ यहाँ चाहिँ माइती घर मण्डलामा चाहिँ त्यो तम्बु तानेर बस्नुभएको छ। उहाँको सुन्नु पर्यो नि त। त्यसो भएकाले देशमा चाहिँ त्यस्ता खालका मान्छेहरू जो चाहिँ जनतासँग जोडिएका, जनताको दुःखसँग जोडिएका, सुकुम्बासीहरूको दुःखसँग जोडिएका, भूमिहीनहरूको दुःखसँग जोडिएका र उत्पीडितहरूको दुःखसँग जोडिएकाले मात्रै यो देशको समृद्धि गर्न सक्छ, उनीहरूको आवाज सुन्न सक्छ भन्ने चाहिँ कुरा चाहिँ बालेन शाह र विगतका चाहिँ मन्त्री प्रधानमन्त्रीहरूबाट बुझ्न सकिन्छ।